200 वर्ष पुरानो जहाज जापानको। यसरी जापानले विकसित गरेर विभिन्न युद्धमा हासिल गरेको थियो। 200 वर्षको पुरानो जहाज यसरी म्युजियम बनाएर राखेको छ। अहिले एउटा सुरक्षित बनाएर माथि आज मौसम ठिक छैन। त्यो तरिकाले चाहिँ 200 वर्ष पुरानो जहाज थियो। यसलाई आज कभर गरेर राखेको अवस्थामा भेटियो। यस्तो तरिकाले जङ्गलमा यसरी सजाएर राखेको छ है त गाइस। ल लाइक कमेन्ट सेयर र सब्सक्राइब।